जय श्रमदान, जय माटो, जय हर्क साम्पाङ, जय देश। ल हाम्रो आजको श्रमदान चाहिँ ललितपुर जिल्लाबाट यहाँ हाम्रो पार्टी कार्यालयबाट नै सुरु भएको छ। यहाँ यही धुपीको बोटहरू सरसफाइ काटछाटबाट सुरु भएको छ। उहाँले जेन्जी बहिनी सुरु गरिसक्नु भयो। अनि यहाँ हाम्रो श्रमदान हाम्रो अभियान सुरु भइसकेको छ हाम्रो पार्टी कार्यालयबाट। अनि मेरो जिम्मा चाहिँ आज भिडियो बनाउनु परेको छ है श्रमदाताज्यू। मेरो आजको भागमा चाहिँ भिडियो बनाउने भाग चाहिँ आज मेरो परेको छ। यहाँ हाम्रो सुरु भइसकेको छ श्रमदान हाम्रो जिल्ला कार्यालय ललितपुरबाट। अनि हाम्रो सरहरू यहाँ हाम्रो ग्लोभ्सहरू वितरण पनि हुँदैछ, पन्जा बाँड्दै हुनुहुन्छ। यहाँ हाम्रो अगुवा श्रमदाता हाम्रो लिजा म्याम हुनुहुन्छ। हामी श्रम संस्कृति पार्टी कम्पनीको यहाँ हाम्रो नेपालको झन्डा छ है। हाम्रो श्रम संस्कृति पार्टीको चाहिँ झन्डा छैन, हामीले यही नेपालको झन्डालाई नै श्रम संस्कृति पार्टीको झन्डा मानेको छौँ। हाम्रो अब श्रमदान सुरु भयो यो नखीपोट साम्पाङ चोक लाइनबाट। श्रम संस्कृति पार्टी ललितपुरको जिल्ला कार्यालयबाट हाम्रो श्रमदान सुरु भइसकेको छ। अनि हजुरहरू पनि हाम्रो श्रमदान अभियानमा जोडिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईँलाई हाम्रो सम्पर्क नम्बर देखाउँछु है त। यहाँ हाम्रो सम्पर्क नम्बर चाहिँ ल हेर्नुहोस्, टन्नै छ यहाँ हाम्रो सम्पर्क नम्बर। यसमा तपाईँले कल गरेर चाहिँ हामीसँग जोडिन सक्नुहुन्छ। मैले तपाईँहरूलाई सम्पर्क नम्बर पनि देखाइहालेँ। ल अब किप वाचिङ आवर भिडियोज। जय श्रमदान, जय माटो, जय हर्क साम्पाङ, जय देश। हाम्रो यहाँ सरसफाइ अभियान धमाधम भइरहेको छ। यहाँ म्यामहरूले टिप्दै हुन्छ। यहाँ प्लास्टिकमा हामी फोहोर हाल्ने जमर्को गर्दैछौँ। यहीँबाट हाम्रो चाहिँ श्रमदान सुरु भएको छ। आज हाम्रो उद्घाटन भइसक्यो। हाम्रै जिल्ला कार्यालयबाट चाहिँ उद्घाटन भइसकेको छ। ल तपाईँहरू पनि आउनु होला, हामी सुरु गरौँ। अब हामी यता पर यो रोड सफा गर्दै जाँदैछौँ है त। देश बनिन्छ अरे होइन? कुरा चाहिँ यस्तो हुँदैछ। यहाँ हाम्रो म्यामहरू एकदम यहाँ हाम्रो पार्टी कार्यालय यस्तो चाटक चिटिक बनाउने सुरुमा हुनुहुन्छ। यहाँ धमाधम भइरहेछ है। हाम्रो फोहोर उठाउनेदेखि लिएर बढाल्नेदेखि लिएर ल हाम्रो आजको श्रमदाताहरू एकमुष्ट भेलामा यहाँ हाम्रो खुकुरी चाहिमा यहाँ पनि छ फेरि। ल यहाँनिर हाम्रो सरसफाइ अभियान सुरु भइसकेको छ। हाम्रै यो पार्टी कार्यालयको नजिकैको ठाउँ हो। यतातिर हाम्रो सरसफाइ अभियान धमाधम फोहोर टिप्ने काम भइरहेछ। यो ललितपुर जिल्लाबाट आज पहिलोचोटि। ल यसरी जताभावी फोहोर चाहिँ नफालौँ, आफ्नो ठाउँ चाहिँ सफा राखौँ भन्दै हामी श्रम अभियानमा छौँ। ड्याङ्की ड्याङ हामी फोहोरहरू टिप्दैछौँ यसरी। कति सजिलो गरेछ होइन? एकै ठाउँ खाले चाहिँ हेर्नु त यो उयो के अरे उयो जस्तो फोहोर फाल्ने ठाउँ जस्तो यसरी फालिदिनु भएछ। सिसा पनि फालेको रहेछ हेर्नु त। त्यहाँ सिसाको बोतल मजाले गोल्डेन भोटका हो कि के खाएछ फालेछ। अनि यहाँ फोहोरहरू यसरी छ। धेरै नै हुन्छ। साध्य हुन्छ भोलि पनि त्यहीँ फाल्छ त्यसले खराब। अन्त यो फोहोर फाल्ने ठाउँ बनाएर छ। ए हेर्नु त यहाँनिर चाहिँ 2-3 जना त्यहाँभित्र यस्तो दुःख होइन हजुर? ए यहाँ चाहिँ जोड खालेको रहेछ। आज यहाँ हाम्रो टाउन चाहिँ फर्स्ट हो, उनीहरूलाई अब सचेतन गराउनुपर्छ। हजुर हजुर आफै टिप्ने आफ्नो अगाडि जस्टिङ कम्पलसरी। हजुर अनि तपाईँको फाल्न नमिल्ने। हजुर त्यो कुरा पनि भन्नुपर्छ। अब यहाँको फोहोर मैलाको चाहिँ अवस्था यस्तो छ, सम्पूर्ण महानुभाव